साथीहरू नमस्कार छ। हजुरहरूलाई फेरि पनि अर्को भिडियोमा स्वागत गर्दछु। आज चाहिँ हामी इपिएस टपिक 2025 परिमार्जित किताबको च्याप्टर 2 को छङम्यान मुनवालाई डिस्कस गर्नेछौँ। लेट्स स्टार्ट द भिडियो। मुनमान छङमुको टपिक रहेको छ हाङ्गु गेसा आल्तिल हागे सेङफिल फुमुल खुइ फानुन थिप भनेको कोरियामा आल्तिल हागे भनेको सस्तो गरी, सेङफिल फुमुल सेङ भनेको दैनिक, फिल भनेको आवश्यक, फुम भनेको सामान भनेपछि दैनिक आवश्यक सामानलाई खुइ फानुन खरिद गर्ने, थिप भनेको टिप है। पहिलो प्याराग्राफमा रहेको छ थे हेङ, थे भनेको ठुलो हैन, थे हेङ भनेको बृहत ठुलो, थे हेङ माथु एसनुन ठुलो माटमा चाहिँ छोङछोङ, छोङछोङ भनेको बारम्बार घरिघरि, छोङछोङ घरिघरि। यो 1+1 भनेको चाहिँ बाई 1 गेट 1 भनेको है, बाई 1 गेट 1 बाई 2 गेट 1। यसरी छुमाल थुक्का वा भनेको सप्तान्त विशेष वा खाथुन त्यस्तै, हारिन हेङसारुल भनेको हारिन भनेको घटाइएको भनेको डिस्काउन्ट हेङसा, हारिन हेङसा भनेको डिस्काउन्ट महोत्सव, डिस्काउन्ट उत्सव, हारिन हेङसारुल भनेको डिस्काउन्ट उत्सव। यार भनेको खोलेर, सिग्रेउफुम बुथ, सिग्रेउफुम भनेको चाहिँ नि खाद्यजन्य सामग्री, खाद्यजन्य सामग्रीदेखि सेङह्वाल योङफुम, सेङह्वाल योङफुम भनेको त्यही दैनिक आवश्यक सामानसम्म, थायाङहान विविध साङफुमुल भनेको विविध सामानहरू सागे सस्तो गरी फान्मे हाम्निदा बिक्री गर्दछन्। माथु एस माटमा नानुवा छुनुन, माथु एस भनेको माटबाट, नानुवा छुनुन भनेको बाँडेर दिने, छन्दान्जी, छन्दान्जी भनेको पर्ची, छन्दान्जिरुल भनेको पर्चीलाई, पर्ची छन्दान्जिरुल थोङ्गे भनेको पर्ची मार्फत, हारिन साङपुम भनेको डिस्काउन्ट सामान, मित र हारिन खुमेक भनेको घटाइएको डिस्काउन्ट रकम, छुछन साङपुम भनेको छुछन, छुछन आदा भनेको सिफारिस गर्नु, छुछन भनेको सिफारिस, साङपुम सिफारिस गरिएको सामान, दुङ आदि, हारिन हेङसाए डिस्काउन्ट कार्यक्रम, डिस्काउन्ट उत्सवको ध्यान बारेमा, छङ्बो रुल भनेको जानकारी, अदुल्सु स्पुनिदा भनेको प्राप्त गर्न सकिन्छ। फेरि हेरौँ प्याराग्राफ 1। थ्याङ माथु एसनुन ठुलो सुपर मार्केटमा चाहिँ छोङछोङ भनेको घरिघरि, बाई 1 गेट 1 बाई 2 गेट 1। यसरी छुमाल थुक्का सप्तान्त विशेष वा खाथुन हारिन त्यस्तै, हारिन हेङसारुल डिस्काउन्ट उत्सवहरू हेर खोलेर, सिग्रेफुम बुथ खाद्यजन्यदेखि सेङवाल योङफुम काजी दैनिक घरायसी सामानसम्म, थायाङहान विविध साङफुमुल सामान सागे फान्मे हाम्निदा सस्तो गरी बिक्री गर्दछन्। माथु एस माटबाट, नानुवा छुनुन बाँडेर दिने, छन्दान्जिरुल पर्ची थोङ्गे मार्फत, हारिन साङपुम घटाइएको सामान, मित हारिन खुमेक घटाइएको रकम, छुछन सिफारिस साङपुम भनेको सिफारिस गरिएको सामान, दुङ आदि, हारिन हेङसाए डिस्काउन्ट महोत्सवको ध्यान बारेमा, छङ्बरुल अदुल्सी सुन्दा जानकारी प्राप्त, अत्ता भनेको प्राप्त गर्न, अदुल्सी सुन्दा प्राप्त गर्न सकिन्छ। दोस्रो प्याराग्राफमा अनलाइन सपिङ मलुन भनेको अनलाइन सपिङ मल जस्तो हाम्रोमा यहाँ दराज छ नि त्यस्तै है। अनलाइन सपिङ मुरुल भनेको अनलाइन सपिङ मल थोङ्गे सदो मार्फत पनि, सेङफिल फुमुल भनेको दैनिक आवश्यक सामग्रीहरू सागे सस्तो गरी, खुमे हाल्सु सुम्निदा खरिद गर्न सकिन्छ। अनलाइन भनेको अनलाइन, सपिङ मल एस भनेको सपिङ मलबाट चाहिँ छङ्गिजग भनेको नियमित, छङ्गिजगुरो भनेको नियमित रूपमा, हारिन हेङसारुल भनेको डिस्काउन्ट कार्यक्रमहरू हागना गर्ने अथवा हारिन खुपोनुल भनेको डिस्काउन्ट कुपन भनेको कुपनलाई छेगोङ हाम्निदा उपलब्ध गर्दछन्। यी रुल यसलाई ह्वारेङ हाय, यसलाई प्रयोग गरेर, थुक्चङ साङफुमुल भनेको विशेष सामान सागे सस्तो गरी, खुमे हागना खरिद गर्ने अथवा छुगा भनेको थप,
छुगा थप हारिनुल फादुल्सो 있습니다. डिस्काउन्ट प्राप्त गर्न सकिन्छ। अझै दिएको डिस्काउन्ट भन्दा पनि अझै थप डिस्काउन्ट प्राप्त गर्न सकिन्छ भन्ने भयो है। अब फेरि दोहोऱ्यौँ। अनलाइन सपिङ मुरुल भनेको अनलाइन सपिङ मल थोङेसदो मार्फत पनि 생필 포물 दैनिक आवश्यक सामान 싸게 सस्तो गरी 구매할 수 있습니다. खरिद गर्न सकिन्छ। अनलाइन सपिङ मल에서는 अनलाइन सपिङ मलमा चाहिँ 정기적으로 नियमित रूपमा 할인 행사를 डिस्काउन्ट कार्यक्रमहरू उत्सवहरू आयोजना गर्ने अथवा 할인 쿠폰을 भनेको 할인 쿠폰 भनेको चाहिँ डिस्काउन्ट कुपनहरू 제공합니다. उपलब्ध 제공하다 भनेको उपलब्ध गराउन 제공합니다 भनेको उपलब्ध गर्दछन्। यी रुल यसलाई 활용하여 प्रयोग गरेर 특정 상품을 विशेष सामान 싸게 भनेको सस्तो गरी 구매하거나 भनेको खरिद गर्ने अथवा 추가 할인을 भनेको अझै थप डिस्काउन्ट 받을 수 있습니다. प्राप्त गर्न सकिन्छ। फाइनल प्याराग्राफ तेस्रो प्याराग्राफ तोहान भनेको यसै गरी थाङ्गुन यो थाङ्गुन भनेको चाहिँ कोरियामा रहेको चाहिँ एउटा एप हो है। हाम्रो जस्तो दराज भयो होइन त्यस्तै चाहिँ थाङ्गुन भनेको कोरियामा रहेको एउटा एप हो। तोहान यसै गरी थाङ्गुनगा खाथुन भनेको थाङ्गुन भनेको एपको नामै हो है। अब हामीले गाजर भनेर त नभनौँ थाङ्गुन भनेको थाङ्गुन एप वा खाथुन भनेको त्यस्तै छुङ्गो खरे प्लेटफर्म भनेको छुङ्गो खरे भनेको पुरानो सामानको कारोबार छुङ्गो खरे पुरानो सामानको कारोबार प्लेटफर्म भनेको प्लेटफर्मलाई थोङेछ भनेको प्लेटफर्म मार्फत पनि 생필 포물 भनेको दैनिक आवश्यक घरायसी सामान भनेको 생필 포물 भनेको दैनिक आवश्यक सामान है। दैनिक आवश्यक सामान मात्र भनौँ है। सिङ भनेको दैनिक फिल भनेको आवश्यक फुम भनेको सामान दैनिक आवश्यक सामानलाई 싸게 सस्तो गरी 구할 수 있습니다 भनेको खरिद गर्न सकिन्छ। 구할 수 있습니다 खरिद गर्न सकिन्छ। 다른 사람들이 भनेको फरक मान्छे थ इसाङ 사용하지 않는 भनेको 다른 사람들이 भनेको अरू मान्छेले थ इसाङ 사용하지 않는 भनेको थोरै मात्र धेरै प्रयोग नगरेको भन्न खोजेको थोरै प्रयोग गरेको धेरै प्रयोग नगरेको 생활용품뿐만 भनेको दैनिक घरायसी सामान पुनमान हानेर मात्र नभएर 가전제품 भनेको इलेक्ट्रिक सामान खागुए इरुगिकाची भनेको खागुए इरुदा भनेको त पुरा हुनु हैन। यहाँ चाहिँ के अर्थ दिन्छ भन्दा थारुन सारामदोरी अरू मान्छेले थ इसाङ 사용하지 않은 भनेको अलिकति पनि प्रयोग नगरेको हैन। 생활용품만 पुनमान 생활용품뿐만 भनेको दैनिक आवश्यक सामान मात्र नभएर खाजन भनेको इलेक्ट्रिक सामान खागुए इरुगिकाची भनेको फर्निचरसम्म यसले भन्न खोजेको फर्निचरसम्म 다양한 물건을 भनेको विविध सामान 살 수 있습니다 खरिद गर्न सकिन्छ। इरहान यस्ता छुङ्गो खरे प्लेटफर्म भनेको पुरानो सामानको कारोबार गर्ने प्लेटफर्म थोङहाय मार्फत छासिनी सायोङ भनेको आफूले प्रयोग गर्दै आएको हेत्तन भनेको गर्दै आएको हैन मुलगनुल सामानलाई फाल्सुदो बेच्न पनि 있습니다 सकिन्छ बेच्न पनि सकिन्छ। प्लेटफर्म थोङान भनेको प्लेटफर्म मार्फत छुङ्गो खरेरुल पुरानो सामानको कारोबार थेबुबुन अधिकांश खातुन छियाके सानुन उस्तै यो साल्दाबाट आएको सानुन है लले नबसलाई हटाएर थेबुबुन खातुन छियाके भनेको अधिकांश उस्तै क्षेत्रमा सानुन बस्ने साराम दूर चाहिएछ उस्तै क्षेत्रमा बस्ने मान्छेहरू चाहिएछ भनेको बीचमा छिक्करे यो छिक्करे भनेको फेरि छिक्करे भनेको प्रत्यक्ष रूपमा है छिक्करेरो भनेको प्रत्यक्ष रूपमा इरुवाजिम्निदा पुरा हुन्छ भन्ने कुरा भयो है। थर्ड प्याराग्राफ रिपिट गरौँ। तोहान यसै गरी थाङ्गुनगा खातुन भनेको थाङ्गुन अथवा त्यस्तै छुङ्गो खरे प्लेटफर्म भनेको पुरानो सामानको कारोबार गर्ने प्लेटफर्म थोङेसदो मार्फत पनि 생필 포물 भनेको दैनिक घरायसी आवश्यक सामानहरू 싸게 सस्तो गरी 구할 수 있습니다 खरिद गर्न सकिन्छ। 다른 사람들이 더 이상 사용하지 않는 भनेको
अरू मान्छे चाहिँ नि अलिक धेरै प्रयोग नगरेको सेङ्ह्वालयोङफुम पुनमान भनेको सेङ्ह्वालयोङफुम भनेको दैनिक आवश्यक सामान, पुनमान भनेको मात्र, पुनमान आनिरा भनेको मात्र नभई खाजन्जेफुम भनेको इलेक्ट्रिक खागुए इरुगी काजी भनेको फर्निचरसम्म थायङहान विविध मूलगनुल साल्सु इस्युनिदा सामानलाई खरिद गर्न सकिन्छ। इरनहान यस्ता छुङ्गो खरे प्लेटफर्मुल भनेको पुरानो सामानको कारोबार गर्ने प्लेटफर्म थोङाय मार्फत छासिनी सायङ हेप्दन आफूले प्रयोग गर्दै आएको मूलगनुल सामान फाल्सुदो इस्युनिदा बेच्न पनि सकिन्छ। प्लेटफर्मुल थोङहान छुङ्गो भनेको प्लेटफर्म थोङहान भनेको प्लेटफर्म मार्फत छुङ्गो खरेनुन थेबुबुन भनेको पुरानो सामानको कारोबार थेबुबुन अधिकांश खाथुन छियाके सानुन भनेको उस्तै क्षेत्रमा बस्ने साराम दुरी साइएछ बिचमा मान्छेहरू बिच छिक्खरेरो भनेको उस्तै साइएछ बिचमा चाहिँ नि उस्तै क्षेत्रमा बस्ने मान्छेहरू बिचमा छिक्करेरो भनेको प्रत्यक्ष रूपमा इरुवा जिम्नुदा पुरा हुन्छ, प्रत्यक्ष रूपमा भेटघाट भएर पुरा हुन्छ भन्ने कुरा भयो कि यो है, इरुवा जिम्नुदा पुरा हुन्छ।